होइन यसमा सबै कलाकार खास कोही पनि फेरबदल भएको छैन हाम्रो जो एज इट इज सबै जो पहिल्यैदेखि नै हुनुहुन्थ्यो र पुरानो फुटेज पनि जे छ त्यो सबै नै कन्टिन्यू हुन्छ अब यो बजेटको बारेमा चाहिँ नि यो निर्माताजीहरूलाई यो माइक हस्तान्तरण गर्छु हैन उहाँले भन्नुहुन्छ होला भविष्यजी भन्नुहोस् अनमोलजीले पैसा लिने नलिने भन्दा पनि उहाँले गरेको हार्डवर्कको चाहिँ हामीले उहाँको मेहनतलाई चाहिँ थोरै रेस्पेक्टफुल्ली दिने कुरा गरेको छौँ जति उहाँले डिजर्भ गर्नुहुन्छ त्यति नै अब फिल्मको बजेट हामीले जेरी अन टपमा पनि खुलाएको थिएनौँ बजेट चाहिँ यति हो भनेर किनभने एउटा राम्रो मुभी बनाउन ट्राई गर्दा चाहिँ कम्प्रोमाइज नगर्ने हाम्रो एउटा कमिटमेन्ट थियो होल टिमको त्यो भएको कारणले गर्दा जुनमा पनि अब दिजु र मैले ट्राई चाहिँ गरेको छौँ तर यति भनेर हामीले टेन्टेटिभ बजेट चाहिँ छुट्याएको छैनौँ त्यतिखेर चाहिँ हामीले टेन्टेटिभ बजेट यति भनेर नछुट्याएको कारणले गर्दा एउटा लेख्नै पर्ने अमाउन्ट भएर चाहिँ हामीले त्यहाँ मेन्सन चाहिँ गरेका थियौँ थ्याङ्क यू भेरी मच मलाई चाहिँ आफूले ऐनामा हेर्दाखेरि पहिलाको भुवन केसी जुन सम्झना कुसुमे रुमालको बेलाको थियो आफूलाई मैले त्यस्तै देखेको जस्तो फिल भयो र यो कथाकै माग भनौँ अझ पनि मलाई थाहा छैन म कस्तो देखाएको छु कस्तो कमेन्ट आउने हो तर पनि यो क्यारेक्टरले मायाको कुरा भावेर मैले यो लुकमा आउने प्रयास गरेको छु र बाँकी म एकदमै खुसी छु प्रिन्सीसँग स्क्रिन सेयर गर्ने मौका पाएको छु न्यान्सीसँग छ र यो फिल्ममा इन्भल्भ हुनुभएको सबैजना कलाकारहरूसँग अब अझ प्रिन्सी र मेरो र न्यान्सीसँगको अझ क्यारेक्टर्सहरू त तपाईँहरूले सायद अब टिजर ट्रेलर आएपछि रिभिल हुँदै जान्छ अब हामीले पनि भर्खरै एकअर्कालाई चिन्दै गइरहेको छौँ त्यही भएर अब सुरुवाती दिनमा तपाईँहरूलाई त्यो अहिले नै इन्टरभ्यूमै चाहिँ होइन अलिकति अड पनि देखिन सक्छ होला तर वी आर ट्राइङ आवर बेस्ट टु ओपन अप विथ इच अदर र लेट्स होप अब हाम्रो केमिस्ट्री हाम्रो जे क्यारेक्टर्सहरू छ अडियन्सले रुचाउनु हुनेछ एकदमै हाम्रो चाहिँ यो फिल्ममा चाहिँ एकदमै प्रयास पनि यही नै छ कि हाम्रो चाहिँ अब रुरल एरियाको कथा भए तापनि हाउ ब्युटिफुल गाउँ कति ब्युटिफुल छ होइन हाम्रो नेपालको अझ ब्युटी भनेको त गाउँ नै हो जस्तो लाग्छ मलाई सो एभ्री कुरामा चाहिँ हामीले ब्युटिफाई गरेर अझ ड्रिमी वेमा चाहिँ देखाउने ट्राई गरिरहेको छौँ र यो पोस्टर आई थिङ्क हामीले एक दिन अगाडि प्लान गरेको थियो पोस्टरको सायद कन्सेप्ट चाहिँ मेरै थियो सो त्यो कन्सेप्टलाई पुल अफ गरिदिनु भएको चाहिँ हाम्रो संजोग दाईले चाहिँ सोचेको जस्तै नै यो पोस्टर पुल अफ गरिदिनु भयो त्यो चाहिँ फिल्मको लागि नै छोडिदियो होला सायद तपाईँले भन्नुभएको यो चिज राइट पनि हुनसक्छ रङ पनि हुनसक्छ थ्याङ्क यू हाम्रो यो फिल्मको एक्चुअली कन्सेप्ट पनि यस्तै नै हो तपाईँ यो सिनेमाबाट पुरानो फिल्म कुसुमेमा सम्झनातिर पनि कुनै याद दिलाउन सक्छ यो फिल्म फेरि अनमोलको लागि पनि अनमोलले जति पनि फिल्महरू गरेको भन्दा अलिकति डिफ्रेन्ट किनभने अनमोलको यो फिल्म चाहिँ यो गाउँको लभ स्टोरी हो पुरानो
गाउँको लभ स्टोरी हो। त्योभन्दा अगाडिको फिल्महरू उसको मोडर्न सिटीको थियो र त्यसले गर्दाखेरि यो फिल्ममा सबै गाउँघरका सबै दाजुभाइदेखि लिएर सबै अडियन्सलाई यसले मन जित्न सक्छ भन्ने हामीलाई विश्वास छ र कोसिस चाहिँ हामी त्यसमै प्रयास गरिरहेका छौँ। ओके, भुवन सरलाई मेरो प्रश्न, अब योपालि मलाई लाग्छ कि अनमोलजीले न्यान्सी र प्रिन्सीजीसँग रोमान्स गर्न पाउनुहुन्न होला जस्तो लाग्यो। त मलाई लाग्छ कि न्यान्सीजीसँग चाहिँ तपाईँले रोमान्स गर्नुहुन्छ जस्तो लाग्यो कि, किनभने 12 गाउँमा विराज भट्टले न्यान्सीजीसँग रोमान्स गर्नुभएको थियो होइन। योपालि बाटुलो जुनमा चाहिँ भुवन केसीले रोमान्स गर्नुहुन्छ कि जस्तो लाग्यो। आइसालाई धेरै त्यस्तो के लागिरहन्छ, उसलाई लागेको कुरा प्रायः सोध्छु, तर आइसालाई लागेको जस्तो कुरा केही पनि होइन। तर देखिँदाखेरि त्यस्तो देखा नि। अनमोलजी के भन्नुहुन्छ, तपाईँले योपालि दुईजनासँग रोमान्स गर्न पाउनु भएको छ कि बुवाले लिएर जानुभयो? जसरी जेरीमा चाहिँ सुरक्षा पन्तजीको चाहिँ जसरी एउटा राम्रो स्पेसल अपियरेन्स भएको थियो, त्यसरी उहाँको जोडीको चाहिँ स्पेसल अपियरेन्स हुन्छ। फेरि आउँदैछ, त्यो चाहिँ तपाईँहरूको लागि एउटा सरप्राइज हो। र बाँकी न्यान्सी म प्रिन्सीको नै केमिस्ट्रीमा तपाईँहरू देख्न सक्नुहुन्छ। तपाईँलाई जहिले पनि दुईजना नायिका चाहिँ चाहियो रोमान्स गर्न? तिमी पनि थप्यौ न त अझ, तिनैजना भनौँ। भुवन सर कतिको स्ट्रिक्ट लाग्छ तपाईँलाई? सेटमा कतिको क्रिएटिभ डिफ्रेन्सेसहरू भएको छ तपाईँहरू? सेटमा यति फरक हो कि एउटा फादर सन रिलेसनसिप भन्दा पनि एउटा डिरेक्टर एक्टर रिलेसनसिप हुन्छ। तर एज अ डिरेक्टर उहाँबाट त्यस्तो स्ट्रिक्टनेस भन्दा पनि एकदमै सपोर्टिभ, एकदमै एज एन एक्टर। फेरि उहाँ डिरेक्टर मात्रै नभएर उहाँ पनि आफू एउटा एक्टर भएको हिसाबले चाहिँ एक्टरको पर्फर्मेन्सहरू निकाल्नलाई चाहिँ जस्तो सजेसन्सहरू उहाँले दिनुहुन्छ। स्पेसली यो पिरियडिक फिल्मको लागि चाहिँ हामीले यो फिल्ममा यही ट्राई गर्छौँ कि ड्याडको टाइममा जस्तो 40-45 इयर्स ब्याकमा जस्तो फिल्महरू बन्थ्यो नि, सो त्यो टाइपको फिल्म अझ नेपालमा आइरहेको छैन जस्तो मलाई लाग्छ। अहिले एकदमै रियालिटी बेस्ड त्यस्तो फिल्महरू बनिरहेको छ। सो त्यसमा चाहिँ अझ एउटा भुवन केसी जस्तो डिरेक्टरसँग काम गर्न पाउँदाखेरि चाहिँ आई थिङ्क उहाँले चाहिँ हाम्रो भित्रको त्यो नदेखिएको चिज चाहिँ निकाल्नुहुन्छ। कतिको च्यालेन्ज लागिरहेछ, किनभने जेरी अन टपले यति धेरै माया पाइरहेछ होइन। अब बाटुलो जुन तपाईँको लागि अलिक च्यालेन्ज भयो नि त, यसपछि आउँदा च्यालेन्ज कतिको फिल भइरहेछ तपाईँलाई चाहिँ? एकदमै बाटुलो जुनको टिमले पनि म जेरीमा भए तापनि उहाँहरूले 1.5 वर्षदेखि यसमा मेहनत गरिराख्नु भएको छ, कथादेखि लिएर सबै चिजमा। सो आई एम भेरी मच होपफुल, अझ राम्रो गरोस् भन्ने आशा छ। त्यही नै हो। प्रिन्सीजीलाई पनि सोधिहालौँ न, तपाईँले अनमोलजीलाई एक वर्षमा भेट्दा होइन, एज अ हुन्छ नि को स्टार भेट्नुभयो कि एज अ सुपरस्टारकै रूपमा तपाईँ लिनुभयो उहाँलाई फर्स्टमा भेट्दा? चाहिँ के थियो, नर्भसनेस थियो कि होइन उहाँ त को एक्टर त हो नि अब भन्ने एउटा थोरै ग्रान्टेड फिल थियो कि के थियो अलिकति भन्नु फिलिङ्सहरू उहाँलाई फर्स्ट भेट्दा? होइन, योभन्दा अगाडि पनि मैले हजुरहरूलाई भनेको थिएँ, यो मैले सोच्दै नसोचेको कुरा भएको हो होइन। अनि त्यो हुँदाखेरि चाहिँ मलाई भुवन सरले चाहिँ ल अब फाइनल भइसकेपछि हुन्छ वर्कसपको लागि आउनु पऱ्यो भन्ने खालको कुरा गरिसकेपछि म वर्कसपमा जाने बेलामा उहाँसँग भेट भएको।